म पनि रोप्छु। जसरी कोदोको बिउ होइन कोदै हुन्छ, धानको बिउ धान हुन्छ, गहुँको बिउ गहुँ हुन्छ भने जस्तै धनको बिउ पनि धनै हो। धनी हुने इच्छा गर्छौँ भने धन त रोप्नै पर्छ। जसरी उदाहरणले खेतमा धान रोपेर होइन 6 महिनापछि काट्छौँ, हामीले घरमा लगेर भित्राउँछौँ, अनि सबै धान कुटेर खायौँ भने अर्को वर्ष के रोप्ने त बिउै नराखिदियो हुन् होइन, रोप्नलाई त छैन केही। त्यस्तै जब हामीले धान घरमा लान्छौँ नि पहिला राम्रो राम्रो बिउ छुट्याएर बल्ल अरू कुटेर खान्छौँ, अर्को वर्ष रोप्नको लागि। आलु रोप्छौँ त्यो पनि पहिले बिउ छुट्याएर बल्ल खान्छौँ। त्यस्तै परमेश्वरले दिएको आशिष हो, पिताले दिएरै दिन पाएको यो जीवनै पिताको होइन त, जे छ सबै पिताको। त मैले जब अग्रजको मुखबाट वचन पाएँ त्यसपछि घरमा आएर मैले प्र्याक्टिकल गर्न सुरु गरेँ। गरेर त कहिल्यै सकिन्न।